क्वार्टर्स नम्बर 12 मा आजको खेल पोखरा थन्डर्स विरुद्ध धनगढी एफसी कुशल सँगै सिजन कोएन्सेल नेपाल सुपर लिग फ्री किक पोखराको लागि लङ टेकन फ्री किक यहाँ गोलकिपर वालिद बिरो जाफरोभ राम्रो फुटवर्क र राम्रो क्रस लेट्स गो Barboza on the ball Barboza को पास that shoot पास यो क्रस बल जित्ने क्रममा हिजाजी लेफ्ट फुटेड हिजाजी राम्रो बल निकाले उनले त्यहाँ पौडेलको बारबोजाको क्रस पेस राईलाई on side छन् बक्समा केही पहेँलो जर्सी हिजाजी अलरेडी देयर बारबोजा आफै शट प्रहार गर्दै अशोक खवास राइट ह्यान्ड साइडमा राम्रो क्रस गर्दैछन् अशोक खवास यो पोजिसनबाट बक्समा उपस्थित यो क्रस इन्टु द बक्स अझै पनि मौका छ रणदीपलाई रणदीप स्टिल द्याट इज त्यो रितिशको लिफ्ट गर्दै हिजाजी हिजाजी पनि पोखरा थन्डर्स left footed shot hits the side net nearly a very good try from Sudhil Rai Biyasi अगाडि बढिसकेका छन् सुरज र यो मिस्टेक यसपालि पनि विलियम बियासीको तर्फबाट के हिजाजीले यसको फाइदा उठाउन सक्छन् द्वारा बेस बिदारी सही ठाउँमा थिए राइट कल सिलसिलामा जर्ज प्रिन्स कार्कीको यो क्रस उत्कृष्ट थियो what a beautiful cross that was प्रिसो यो बल जर्ज प्रिन्स कार्कीलाई जर्ज प्रिन्स अब भने मौका हिजाजीको लागि can he beat Priso no he can't Hijazi should be completely shattered it should be really sad that he did not put that in the net यहाँ भने कृतिश रत्न छुन्जु र यो राम्रो टच कृतिश with the chance र यो पास पनि निकै नै खराब कृतिशबाट could have been the very first goal निकै राम्रो चान्स थियो जो आइडो उनले नै बल पाएका छन् जो आइडो on the ball with हट्टा कृतिश सिधै हिजाजीको लागि द ओभरहेड स्टेफन समीर बिनोङ stand side मा Caicedo the Colombian hounded over there Padam यो प्रयास